अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने प्रयास गर्दैछन् त्यहाँ तिनीहरूले होइन लिने सानो सानोतिनो कुरा हो ठुलो कुरा होइन। प्रधानमन्त्रीज्यू एउटा प्रश्न गृहमन्त्री फेरबदल गर्न लाग्नु भएको हो प्रधानमन्त्रीज्यू गृहमन्त्रीज्यू जस्तो कि पछिल्लो समय यो दर्शकबिन देख्न सक्नुहुन्छ भर्खरै प्रधानमन्त्री सुशीला कार्की बाहिरिसक्नु भएको छ। उहाँलाई प्रश्न गरिएको थियो गृहमन्त्री फेर्न लाग्नु भएको हो बदल्न लाग्नु भएको भनेर जुन सञ्चार माध्यममा आइरहेका छन् विभिन्न नामहरू सार्वजनिक भइरहेका छन् गृहमन्त्री नयाँ नियुक्त हुने भनेर त्यही विषयमा प्रतिक्रिया लिन खोजेका थियौँ प्रधानमन्त्रीको तर उहाँले केही प्रतिक्रिया नदिई सोझै आफ्नो गाडीमा बसेर हुइकिनु भएको छ। देख्न सक्नुहुन्छ देशव्यापी आज गृहमन्त्री फेरिने चर्चा चलिरहेको बेलामा हामीले गृहमन्त्रीसँग पनि प्रतिक्रिया लिने प्रयास गरेका थियौँ तर गृहमन्त्रीले पनि यस विषयमा कुनै पनि कुरा गर्न चाहनु भएन। मलिनो अनुहार बनाएर बाहिरिँदै गर्दा उहाँसँग पनि यसबारेमा जिज्ञासा राख्न खोजेका थियौँ केही अरू प्रश्न राखेका थियौँ उहाँले पनि यस जिज्ञासाको कुनै पनि जवाफ दिनु भएन। नीति बेगरको भुइँचालो कस्तो हुन्छ मन्त्रीज्यू? मन्त्रीज्यू पहिलो बैठक होला केही भनिदिनु न के निर्णय भयो खेलकुद सम्बन्धी के निर्णय भयो पहिला काम गरौँ होइन अनुभव जस्तो आजको बैठकको अनुभव पहिलो बैठक दियो तपाईँको मन्त्री परिषदमा ठिक छ हामी त्यसमा लागिरहेछौँ। के निर्णय भयो आज भन्दा खेलकुद हाम्रो प्रवक्ताजी हजुर खेलकुद क्षेत्रको के निर्णय भयो आज? होइन अहिले हामी प्रोसेसमै छौँ तपाईँहरूलाई जानकारी गराउँछौँ छिट्टै जानकारी गराउँछौँ। माघ 11 गते आइतबारको दिन निर्वाचनको मिति तोक्ने निर्णय भएको छ। त्यस्तै कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा 2082 कार्तिक 17 देखि 20 गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ। र त्यस्तै गरेर अर्को छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। यस अन्तर्गत अब अनलाइनको जुन दर्ता र नवीकरणको इस्यु थियो त्यो चाहिँ अब हुनेछ र यो नियमावली अब आज स्वीकृत भएसँगै राजपत्रमा प्रकाशित हुनेछ। लिने सानोतिनो कुरा हो ठुलो कुरा होइन। तयारी उहाँले पुरै गर्नुहुन्छ मैले बोलाएर कुरा गरेँ एक वर्षभित्र अगाडि त सम्पन्न गर्नै गाह्रो हुन्छ भन्दै नभनिकन त सञ्चालन गर्ने कुरो भएन होइन। बनाउनको लागि उहाँ तीव्र गतिमा इन्सुरेन्स क्लेम पनि गर्नुभएको छ त्यसको डिजाइन गर्नुको निमित्त पुरै तयारी गर्दै हुनुहुन्छ उहाँले रोक्नु भएको छ। धन्यवाद। गृहमन्त्री जुन मन्त्री परिषद बैठकबाट बाहिरिँदै हुन्छ उहाँसँग हामी फेरि प्रतिक्रिया छौँ। गृहमन्त्रीज्यू जस्तो कि पछिल्लो समय यो विश्व अधिकारीको उहाँको बढुवाको विषयलाई लिएर के भन्नुहुन्छ?